देख्न सक्नुहुनेछ यहाँ चाहिँ कटिङ गर्ने हुनुहुन्छ दाइहरूले। देख्न सक्नुहुन्छ यहाँ अङ्कलले कटिङ गर्दै हुनुहुन्छ नि अङ्कल। के रे बाबु? कटिङ गर्दै हुनुहुन्छ होइन? समर प्रोनिङ। अरू भनिदिनुहोस्। अब आगामी हिउँदमा यसमा हेर्नु होला। हजुर हजुर। यहाँको हिसाबमा मर्न बन्छ खास वर्ष हो। आगामी वर्ष स्याउ फल्नलाई जसरी यसरी यसपालि स्याउ फलेछ नि। हजुर। आगामी वर्ष यसमा स्याउ फल्दैन। हजुर। आगामी वर्ष स्याउ फल्नलाई हामीले के तयार गरेको? कटिङ वर्ष तयार गरेको हो। यसलाई समर प्रोनिङ भन्छ। आजको 2 महिनापछि यसमा के निस्किन्छ ल हेर्नु होला, यहाँ आएर खिच्नु होला है। हजुर। यहाँ कटिङ गरेर हुन्छ समर प्रोनिङ भन्छ रे साथीहरू। जसरी यसमा यसपालि स्याउ छ नि भाइ। हजुर। अब स्याउ त यसपालि मात्र लिएर भएन, वर्षले स्याउ लिनु पर्यो। ल हेर, आजको 2 महिनापछि आएर यसमा काटेकोमा हेर्नु होला के निस्किन्छ। अनि आगामी वर्ष स्याउ फल्छ यसमा। ल ल देख्न सक्नुहुन्छ गाइजहरू, यहाँ दाइहरूले यहाँ कटिङ गर्दै हुनुहुन्छ। समर प्रोनिङ भन्नु पर्छ, कटिङ भन्नु हुन्न के यसलाई? समर प्रोनिङ र विन्टर प्रोनिङ यहाँ गर्दै हुनुहुन्छ हाम्रो दाइहरूले। टक्कला मेरो मिनी ब्लगमा स्वागत छ तपाईँहरूलाई। ल ल जस लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। अरू भन्नुहोस्। यही हो अब हाम्रो यो व्यवसायको स्टाफ हामी स्टाफ अब यहाँ चाहिँ कटिङ चाहिँ भइरहेछ भट्टाभट। यहाँ चाहिँ अलि ठुलो भन्नु चाहिँ अलि हाइजेस सिनियर भन्ने यता हुनुहुन्छ कटिङ उसमा समर प्रोनिङ गर्ने अङ्कल केपी साई हुनुहुन्छ। टफट भन्नुहोस् त। हाम्रो नाम पनि भन्ने हो। हजुर। ल अब हाम्रो नाम चाहिँ, हाम्रो घर चाहिँ खास स्थानीय घर चाहिँ हाम्रो मार्फा। हजुर। हामी मार्फावासी र हामी अहिले यो कामको विषयले हामी यता समर कटिङ गर्नको लागि चाहिँ यो ढुम्बाभन्दा माथि यसलाई फेताङ भन्दो रहेछ। हजुर। फेताङमा आइएछ। हामी पहिला पनि 10-12 दिन गरेर गइयो। फेरि यो काम नसकेको हुनाले फेरि हामी थप हाम्रो हाकिमको पलले हामी आएको हौँ। यता चाहिँ हाकिम हुनुहुन्छ है। यहाँ चाहिँ अब हाम्रो चाहिँ कटिङ चाहिँ चलिरहेछ, निरन्तर चलिरहेछ। देख्न सक्नुहुन्छ गाइजहरू, मेरो मिनी ब्लगमा स्वागत छ है। देख्न सक्नुहुन्छ यहाँ कटिङ गरेर गइसक्नु भएको छ। यतापट्टि यता चाहिँ ल्याएको छैन। देख्न सक्नुहुन्छ सुजनपुर ब्लगमा तपाईँहरूलाई स्वागत छ। देख्न सक्नुहुनेछ गाइजहरू, यहाँ लचकै छ, देख्न सक्नुहुनेछ सुजनपुर। अनि लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला भन्न चाहन्छु। मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। देख्न सक्नुहुन्छ यो चाहिँ भदौको लासतिर यो स्याउहरू सबै टिपिसकेको हुन्छन् अनि यहाँको म्यानेजरले बेचिसकेको हुन्छ। देख्न सक्नुहुन्छ गाइजहरू, कति लुचुकै छ। गाइजहरू देख्न सक्नुहुनेछ मेरो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ भन्न चाहन्छु। स्याउ खाने भए यता जोमतिर आएर हेर्न सक्नुहुन्छ, खान सक्नुहुन्छ भन्न चाहन्छु। मेरो मिनी ब्लगमा चाहिँ आजको मौसम चाहिँ यति अलि कुहिरो लागेको छ गाइजहरू। देख्न सक्नुहुनेछ यहाँ चाहिँ स्याउबारी। हामी चाहिँ यसको जरामा घाँस काटेर चाहिँ अहिले हाम्रो बस्ने टाइम भएको कारणले तर देख्न सक्नुहुनेछ गाइजहरू। हामी चाहिँ काम गरेर बस्नुभएको छ दाइ दिदीनीहरू। यहाँ चाहिँ यहाँ अङ्कलले नति हिल्छ कि जति कसे नि फुक्ल्यान रहेछ। मैले हातले कसेँ नि